ल आजको कार्यक्रममा उपस्थित सम्पूर्णलाई जय माटो, जय देश, जय श्रमदान, जय अभिवादन है त। धन्यवाद। जय माटो भन्नु न। ल जय श्रमदान, जय श्रमदान। ल जय माटो। आज हाम्रो लगभग यो कार्यक्रम यो टपमा जुन हाम्रो योजना थियो यो टपमा हाम्रो कार्यक्रम सम्पन्न भएको छ र यस पछाडिबाट हामी अन्यत्र ठाउँ पनि चाहिँ काम गर्ने भन्ने गरीले छौँ र आजको यो कार्यक्रमलाई सफल बनाउनको लागि स्थानीय सरकारसँग हामीले सल्लाह समन्वय गरेका थियौँ। त्यस्तै गरेर प्रवासमा रहनुहुने साथीभाइहरू र त्यस्तै गरेर हाम्रो यो डाँडा यो याकुम्बागढी डाँडामा चाहिँ दुई स्वयंहरू जस्तो इमनाम र कन्दौवाहरू हुनुहुन्छ। उहाँहरूको लामो इतिहास छ यहाँ र त्यो लामो इतिहासको सन्दर्भमा चाहिँ रहेर पनि हामीले उहाँहरूसँग चाहिँ सहजीकरण गरेका थियौँ, उहाँहरूसँग फोन कुराकानी गरेका थियौँ र उहाँहरू सम्पूर्णको चाहिँ एउटा सहमति र सहकार्यको आधारमा चाहिँ हामी आज यो काम सम्पन्न गरेका छौँ र यहाँहरू सम्पूर्णलाई यही भिडियो मार्फत चाहिँ सम्झिन चाहन्छौँ। यहाँहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छौँ। त्यस्तै गरेर हाम्रो यो कार्यक्रमलाई विभिन्न सङ्घ संस्था समेतले सहयोग गर्नुभएको छ उपस्थिति दिएर। त्यस्तै हाम्रो आठै सचेत नागरिक समाज, त्यस्तै गरेर दलित जागरण संस्था आठराई, त्यस्तै गरेर स्थानीय सरकार उहाँहरू सम्पूर्णलाई हाम्रो श्रम संस्कृति पार्टी आठै गाउँपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ। अर्को कुरा, अब यो कार्यक्रमलाई आज खाजा नास्ताको भनेर प्रवासमा रहनुहुने हाम्रो सुमन हाङसुरुङज्यूबाट 2500 रुपियाँ चाहिँ कम्तीमा चाहिँ चिया खर्च भनेर उहाँले उपलब्ध गराइदिनु भएको छ। अब त्यस्तै गरेर चिया खर्चको लागि अन्यत्रतिरबाट पनि चाहिँ दिने भनेर भन्नुभएको छ। हाम्रो सबै यहाँ आउनु अब लास्टमा जय श्रमदान भन्नलाई सबै यता आउनु न, यता यहाँहरू सम्पूर्णलाई धन्यवाद दिँदै प्रवासमा रहनु कार्यक्रमलाई चाहिँ सम्झिनु हुने यहाँ उता लाग्नु न, जान्न उता तपाईँ पनि सबै आउनु न, सबै जान्न धेरै हुन्छ क्या, म बनाउँछु। आउनु नि दिदी, हिँड्नु भएको आउनु नि अलिक गोलो हेरेर लाउनु। अब यहाँहरूलाई यो सिङ्गो आठराईको श्रम संस्कृति पार्टी टिमले चाहिँ यहाँहरूलाई सम्झिन चाहन्छ र हार्दिक धन्यवाद ज्ञापन गर्दछ र स्थानीय सरकारलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ। त्यस्तै गरेर विभिन्न सङ्घ संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ र उपस्थित सम्पूर्ण श्रमदाताज्यूहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दै म आठै सचेत नागरिक समाजको तर्फबाट पनि यहाँ हाम्रो के अरे केही साथीहरू आउनुभएको छ, त्यो आठै सचेत नागरिक समाजलाई पनि धन्यवाद दिन चाहेका छौँ होइन, धन्यवाद ज्ञापन गर्दछौँ। त्यस्तै गरेर यहाँ हाम्रो के परे दलित जागरणलाई पनि धन्यवाद दिँदै अब यो आज स्थानीय सरकारलाई पनि धन्यवाद हामीले अब निरन्तर धन्यवाद ज्ञापन गर्ने कुरो त हाम्रो नियम त रहेको छ। 1 नम्बर वडालाई धन्यवाद हामीले दिएका छौँ, दिइरहन चाहन्छौँ। उहाँ हाम्रो सदा सहायता अहिलेदेखि नै धेरै अगाडिदेखि सदा सहायता रहिरहेको छ। यति भन्दै आजको कार्यक्रम सम्पन्न भएको जानकारी गर्दै जय श्रमदान भन्न चाहन्छु।